गाइज हेर्नुहोस् कस्तो दुःख छ हौ कान्छो छोरालाई। जहाँ जहाँ कान्छो छोरा, जहाँ काम गर कान्छा छोरा। अनि कान्छा छोरा चाहिँ के हो, कान्छा छोराले जे पनि गर्नुपर्छ हौ। कस्तो दुःख पाइन्छ। न दाजु दिदीहरू बाहिर गइहाले, आफै हो घरमा गर्नुपर्ने। खोले पक्का गाईलाई दिए गोबर सोर, खोले दे भात पका। कान्छा छोराको काम त्यही त होला नि। कस्तो दुःख छ गाइस। हेर्दै गर्नु दाउरा टिप भन्दै हुनुहुन्छ आमाले। अनि यो कान्छा छोराको जिन्दगी नै गाह्रो रहेछ। हेर्दै गर्नुहोस् ल, ब्लग भरे हाल्छु म। हेर्नु न गाइस कति दुःख छ। दाजु दिदीहरू पनि बाहिर जानुभयो, हामी मात्रै कति गर्नुपर्छ। कान्छो छोरालाई गाह्रो छ। यहाँ हेर्नुहोस् आगो बाल्ने यहाँ छ, खोले पका, बाहिरभित्र घर कस्तो गाह्रो छ। न बाबुआमाको कान्छो छोरो पढ्यो होइन गाइस, गर्नै पर्यो। अब यो खोले पकाएर दिनुपर्ने छ। अनि दिइसकेर गोबर सोर्नु छ। अनि के जाति गर्नु छ, काम पढाइ कुराहरू गर्नु छ। कान्छो छोरालाई जिन्दगी बुझ्नु पर्यो गाइस। म भरे युट्युबमा हाल्छु, सब्सक्राइब गरिदिनु होला। गोबर टिप्नु छ हेर्नुहोस् गाइस। गोठमा आइपुगेँ हेर्नुहोस् यस्तो छ। अब यस्तो काम गर्न आँटेको म गोबर सोर्नु छ हेर्नुहोस्। यस्तो काम गर्नुपर्छ कान्छो छोराले। हेर्दै गर्नुहोस् गाइस। दुःख पाएको छ कान्छो छोराले। गाइसहरू एपिसोड हेर्दै आउँछ। राम्रो सब्सक्राइब गरिदिनुहोस् होला। कति दुःख पाएको छ कान्छो छोराले। हेर्नुहोस् गाइस हिस्सा छ। यो काम सकेर पाख्राहरू छन्। बाई बाई गाइस।